हेलो नमस्ते सबैजनालाई। र है आज हाम्रो साथीहरू सबै उता ढिकी डाँडा घुम्न जान गएको। कोही साथीहरू बाटोतिर कुद्दैछ, बस अब हिँड्न लागेको है यहाँ गोडोमुखबाट। हाम्रो साथीहरू सबै 25 जना छौँ हामी चाहिँ। अनि आज ढिकी डाँडा घुम्न जान गएको। ल ल लिनु ल सोल्टिनी अब गइहालौँ है हामी चाहिँ। हेलो गाइस, ल है सबै हेर। छैन बाटोमा बसमा हेलो 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 नमस्ते वेलकम टु। ल आयो बहिनी। ल है नमस्ते। ल अब गुरु हामी ढिकी डाँडा आइपुग्यो गाडी। वाउ सो यीचो मगेर चाहिँ ढिकी डाँडा र तपाईँ कुन डाँडा पे म ल है साथीहरू। हेलो गङ्गा मैया। ल आऊ आऊ आऊ। ल ल आउनुहोस् आउनुहोस्। वेलकम ढिकी डाँडा। वेलकम ढिकी डाँडा। हेलो मल्स्यो। हेलो राज। ल हेलो सोल्टी कान्छ भाइ। छिटो आउनुहोस् है। हेलो मलाई चाहिँ ल भाइ माइला भदा हाम्रो 22-24 वर्षपछि हाम्रो साथीहरूको ग्रुप आज भेट भएको छ यहाँ। सबैजना मिलेर यो ढिकी डाँडामा घुम्न आएको छ। ल हिँड्नुहोस् है साथीहरू सबै। ल है साथीहरू कतिको रमाइलो भइरहेछ आज सबै साथीसँग भेट हुँदा है। एकदम खुसी कति वर्षपछि भेट्न पाएको साथीहरू। ल ल ल ल रमाइलो छ कि छैन साथीहरू? ल भनिदिनु पर्यो। ल अब बल्ल ल
ल अब हामी चाहिँ यहाँ ढिकी डाँडाको रिसोर्टमा प्रस्थान गर्दैछ है सबैजना। लालीगुराँस झैँ रातै भएर आछ हाम्रो साथीहरू सबै। बेली मारैमा यहाँ थुमै बापरे तिम परोटा पारैमा हामी देखेछ त हाम्रो साथीहरू अम्मा। ल यो ढिकी डाँडाको यही बस्ने ठाउँ कस्तो राम्रो रहेछ हौ। ल हाम्रो साथी सविताको स्पोन्सरमा दिएको लुङ्गे चाहिँ दामी देखेछ है हाम्रो ग्रुपलाई। ल हामी होटेलभित्र पसिसक्यो है गाइस। वाउ सो ल तल सोला फिर खै वाउ कति राम्रो बस्ने ठाउँ छ है यहाँ चाहिँ। है अब हामी चाहिँ खाजा खान लागेको। ल हाम्रो महिनाहरू ल है हाम्रो केटाकेटीको ग्रुप चाहिँ वनमै छ है। विशेष गरी चाहिँ यो नासाले यो ठाउँमा क्यामा कति दुःख यो नि एकदम धन्यवाद हो। अनि अब चाहिँ यता बेला बेला चाहिँ दिन्छ। अब हामी चाहिँ खाना खान
लाको पछि त हुन्छ यो यति भएपछि तल तपाईँको भएपछि सबै के त त्यतिखेर यो यत्रो बदलै सबै खानाको लागि तयारी हुनु हेलो ओके ल खानुहोस् चट यो ढिकी डाँडा रिसोर्ट चाहिँ यो हो आज हामी यहाँ पिकनिक आएको टुर आएको अब चाहिँ हामी अन्तिम अवस्थामा आइसकेको छ अब घर फर्किनलाई तयार हुँदैछ अहिले हामी माथि ढिकी डाँडा फर्केर अलिअलि सुगर पाउडर देखेर अनि डराएर के खानु खोज्दैन त्यो गुली तोरी ढिल गयो म सल आया क्या तोमर जे ढिल गयो माजे मिले थी आफ्टर मु हेर छि सुबह से डेली छि बिरुवा डेली बदरे त हुलर गयो त म तोमर यो बदरे बिचो यस्तो हो तर मेरो चाहिँ अब घर आफ्नो भएछ त कहाँ हाल्नु पाइन्छ नि दोरी खेल त रमाइलो हुन्छ कि अनि यो लुङ्गी र गलमनी चाहिँ सविताले किनिदिएको स्पन्जर अनि आजको खाना सबै लक्ष्मी अनि हाम्रो यो चाहिँ हाम्रो साथीको तर्फबाट आजको नभए पनि यसले चाहिँ सुरु गर्दै त्यसको के अरे हाम्रो कान्छा भाइ खेम बाँध्न चाहिँ हामी रिमाहरू सबैलाई चाहिँ यो सल अनि उसलाई पनि धन्यवाद तर हाम्रो